हेर्नुहोस् है साथीहरू, आज चाहिँ हामी घुम्नु गएको थियौँ। कहाँ भन्दाखेरि चाहिँ यहाँबाट जाँदाखेरि माथि 26 भन्छ है, नेपाल पर्छ गुफा पाताल। हामी चाहिँ त्यहाँ घुम्नु गएको थियौँ। एकदमै राम्रो रहेछ साथीहरू, तपाईँहरू पनि जानु सक्नुहुन्छ। फुलहरू फुलेर यति बेला चाहिँ एन्जेलियाहरू फुलेर एकदमै राम्रो रमाइलो भइरहेको रहेछ हो। त्यही भएर हामी पनि गएको थियौँ, मजा आयो। यसरी फुलबारीको बिचमा घुम्नु पाउँदाखेरि धेरै रमाइलो भयो है। हेर्नुहोस् है, फुलहरू कस्तो ढकमक्क फुलिरहेको, घाम लागिरहेको थियो। हामी त पुरा मजा गऱ्यौँ। तपाईँहरू जानुभयो भने चाहिँ मिरिकबाट जानु सक्नुहुन्छ है। मिरिकबाट जाँदा पशुपति चाहिँ पुग्नु पर्दैन रहेछ। म पनि फर्स्ट टाइम गएको नि त, एकदमै मजा आयो। तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ। अहिले चाहिँ फुल फुलेको हुन्छ, अब 15 दिन बादमा चाहिँ यो फुलहरू हुँदैन अरे। हेर्नुहोस् न कस्तो मजाले फुल फुलेको, ढकमक्कै एन्जेलिया फुलेको कलर कलरको। हामीलाई त यो फुलहरू देखेर एकदम मजा आयो, आनन्द आउँदो रहेछ। त्यहाँ जाँदाखेरि चाहिँ तपाईँहरू पनि जानु सक्नुहुन्छ। हेर्नुहोस् है साथीहरू, हामीले पनि यसरी फुल रोप्यो भने चाहिँ, बाहिर यसरी रोप्यो भने चाहिँ राम्रो हुने रहेछ। हामीले त गमलामा रोपेको हुन्छौँ नि त। हेर्नुहोस् मान्छेहरू पनि पुरा हुँदो रहेछ। त्यहाँनिर जाँदाखेरि चाहिँ एकजनाको 20 रुपियाँ टिकट लाग्दो रहेछ साथीहरू। यहाँनिर यो गुफा पातालमा जाँदाखेरि चाहिँ तपाईँले अझै खानेकुराहरू पकाएर लानुभयो भने पनि हुँदो रहेछ। फ्यामिलीसँग जाँदा पनि मजा आउने रहेछ। एकदमै राम्रो, मलाई त मजा आयो। यसरी हेर्नुहोस् है फुलहरू, कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् है साथीहरू। हेर्नुहोस् त सबैतिर हरियाली, घाम लागेर मजा आएको, वरिपरि फुल फुलेको, सबै मान्छेहरू पुरा हुँदो रहेछ हो। यहाँ गएपछि चाहिँ तपाईँहरूलाई पनि मजा आउँछ। हेर्नुहोस् त कस्तो राम्रो फुलेको छ फुलहरू, एन्जेलिया। यसरी रोप्दा त धेरै राम्रो देखिँदो रहेछ फुल्दाखेरि है। हामीले त मजा गऱ्यौँ। हेर्नुहोस् है साथीहरू, कस्तो लाग्यो तपाईँहरूलाई? तपाईँहरू पनि जानु सक्नुहुन्छ। मिरिकबाट जाँदा चाहिँ त्यत्रो टाइम पनि लाग्दैन, पशुपति पुग्नु पर्दैन। पशुपतिदेखि अलिकति मुनि पर्दो रहेछ गुफा पाताल है, 26 भन्छ। तपाईँहरू कसले हेर्नुहुन्छ भिजिट गर्नु आउनु सक्नुहुन्छ। एकदमै राम्रो लाग्यो मलाई चाहिँ। हेर्नुहोस् है, कमेन्ट गर्नुहोस् है साथीहरू, कसलाई कस्तो लाग्यो यो भिडियो हेरेर। ल हुन्छ साथीहरू।